taking interviews at my grandfather's house. I am so lucky to see my grandfather's house. It's still same as before. ल सुरु ल अब सुरु बल्ल इन्टरभ्यु सुरु अघि त भटाइरहेको थियो यो घरमा हामी साना सानादेखिबाट यो सानो घुरा लिएर हिँडेको यो अमलाको बोट थियो कि थिएन अमला बोट जमानामा थियो म त माइली छोरी हो अमला धेर खाने चाहिँ हामी नै हो अनि यो घर कसको यो घर कसको यो 60 भन्नेको घर हो यो यहाँ को जन्मिनु भएको को सबै 12 छ फेरि जन्मेको जेठो बुद्धि एकछिन सुरुदेखि फेरि स्टार्टिङ जेठो बुद्धि राई हो अनि यो मान्छे को यो उयो अगाडिको मान्छे को तपाईँ परिचय दिनुहोस् आफ्नो को तपाईँ तपाईँ किन आउनुभयो जनता जान्न चाहन्छन् भन्नुहोस् के मन परेर आउनु भयो हाम्रो छोरालाई ओइरालो चाहिँ कडा रहेछ हजुरबाबुको पुरानो अमलापट्टि हो आफू जन्मेका पनि उठ्दै कुन पुरानो भयो अमलाको बोट चाहिँ कसले चिन्नुहुन्छ यतातिर बस्ने प्लिज कृपया भनिदिनु होला है हामीलाई यो बोट कति पुरानो होला यो त भइसक्यो नि यहाँ तल चाहिँ 60 रुपैयाँमा जग्गा किनेको ठाउँ छ यो चाहिँ हाम्रो हजुरबाले अनि यो घर कति पुरानो यहाँ दाइले बिगार्दिनु भयो क्या यो घर कति पुरानो यो घर यो त 60 70 वर्ष भयो यो पछि फेरि बनाएको पछि बनाएको यो हो